50औं वर्षको यात्रामा निक्षेप तथा कर्जा सुरक्षण कोषले नेपाली सोसाइटीमा पुर्याएका विभिन्न योगदानहरूमध्येमा उल्लेखनीय योगदान भनेको चाहिँ रोजगारी सिर्जना, उद्यमशीलताको विकास र गरिबी निवारण। यहाँले देख्न सक्नुहुन्छ, डेटामै गएर कुरा गर्ने हो भने पनि यो चाहिँ 2048 को गरिबी निवारणको हाम्रो अङ्क भन्ने भने लगभग 42% को हाराहारीमा भएको गरिबी आज आएर चाहिँ झन्डै 15% को हाराहारीमा पुगेको छ। भनेपछि यो दौरानमा डिसिजिएफले एक्सेस टु क्रेडिटमा जुन योगदान गर्यो, ब्याङ्क वित्तीय संस्थाहरूले गरिब विपन्न वर्गलाई कर्जा प्रवाह गर्न हिचकिचाउनु पर्ने अवस्था थियो। त्यो अवस्थालाई चिर्दै ब्याङ्क वित्तीय संस्थाहरूलाई कर्जा प्रवाहमा अभिप्रेरित गर्नमा डिसिजिएफले खेलेको भूमिकाकै कारण देशमा उद्यमशीलताको विकास भएर रोजगारी सिर्जना भएर गरिबी निवारणमा त्यसको प्रत्यक्ष असर देखिएको हो हैन। मुख्य भूमिका त यही नै हो। त्योदेखि बाहेक अरू हामीले सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने निक्षेपको सुरक्षण र कर्जाको सुरक्षण दुईटै चाहिँ हाम्रो संस्थाले चाहिँ गर्दै आएको छ र पछिल्लो समयमा निक्षेप सुरक्षणको काम सुरु भएको छ। 2067बाट चाहिँ न्यूनतम 2 लाखबाट सुरु भएको निक्षेप सुरक्षण कार्यक्रम अहिले 5 लाख सीमामा पुगेको छ। अहिलेको हामीले असारसम्मको आँकडालाई हेर्ने हो भनेदेखि 12 खरब 33 अरबको हाराहारीमा हामीले निक्षेपको सुरक्षण गरेका छौँ र कर्जाको हेर्ने हो भने 2 खरब 74 अरबको चाहिँ हामीले कर्जाको सुरक्षण गरेका छौँ। खाता नै सङ्ख्या हेर्ने हो भने हामीले निक्षेपतर्फ 4.25 करोड चान्चुन चाहिँ हाम्रो चाहिँ निक्षेप सुरक्षण दायराभित्र खाताहरू आइसकेका छन् हैन। कर्जा सुरक्षणकै खाताको सङ्ख्या हेर्ने हो भने झन्डै 17 लाखको हाराहारीमा चाहिँ कर्जा सुरक्षण भएको छ हैन। देशको निक्षेप कुल निक्षेपको हामीले चाहिँ झन्डै 22% चाहिँ निक्षेपलाई सुरक्षण गरेका छौँ। यो भनेको एउटा सुखद निक्षेप सुरक्षणको हकमा अहिलेसम्मको हाम्रो एक्सपिरियन्सले 2वटा मध्येमा हाम्रो निक्षेप सुरक्षण कार्यक्रम लागू भइसके पछाडि चाहिँ एउटा हामीले फरफारकको सामना गर्नु परेको थियो। त्योदेखि अहिले चाहिँ छैन। पशुधन सुरक्षण कार्यक्रम चाहिँ हाम्रो पछिल्लो समयमा विगत 5 वर्षदेखिको अवस्थालाई हेर्ने हो भने यो चाहिँ अलिकति घट्दो क्रममा छ। पशुधन सुरक्षण व्यवसाय चाहिँ अहिले हाम्रो घाटामा गइरहेको व्यवसाय हो। अब यसलाई चाहिँ अलिकति हामीले बिस्तारै अलि परिमार्जित हिसाबले अलिकति प्रविधिको प्रयोग गरेर यसलाई हामीले पुनर्तर्जुमा गर्ने कोसिस गरिरहेका छौँ। यो चाहिँ खास गरेर बिमा कम्पनीहरूले पनि मिल्दोजुल्दो किसिमको सुरक्षण कार्यक्रम गर्ने बिमाको नामबाट र हामीले चाहिँ सुरक्षण भनेर चाहिँ कर्जा प्राप्त गर्ने ऋणीहरूको हकमा उनीहरूको पशुधनहरूको सुरक्षण गर्ने कार्यक्रम गरेकोले यो इन्सुरेन्स कम्पनीहरूसँगको प्रतिस्पर्धामा हामी त्यति प्रतिस्पर्धी हुन नसक्दाखेरि यसको चाहिँ अलिकति खस्केको हो। तर अब हामी इन्सुरेन्स कम्पनीहरू जत्तिकै प्रतिस्पर्धात्मक हिसाबले हाम्रा यो पशुधन सुरक्षणसँग सम्बन्धित कार्यक्रमलाई परिमार्जित हिसाबले अगाडि बढाउँदैछौँ। अहिले तत्कालै हामीले चाहिँ प्रोग्राम लन्च गर्दैनौँ, गर्ने तयारी चाहिँ हाम्रो छ। तर अहिले मौजुदा हाम्रो जुन कर्जा सुरक्षण सम्बन्धी नियावली छ, त्यो नियावलीका प्रावधानहरूले नयाँ सुरक्षण कार्यक्रमहरू तर्जुमा गर्नमा हामीलाई केही अप्ठ्याराहरू छन्। तर हामीले यो वार्षिक उत्सव अगाडि नै केही नयाँ कार्यक्रमहरू तर्जुमा गरौँ अथवा त्यस्ता कार्यक्रमहरू सञ्चालनमा ल्याउँ भनेर तयारी गरेका थियौँ। तर नियम संशोधनलाई अलिकति समय लाग्यो। अहिले क्याबिनेटबाट हाम्रो कर्जा सुरक्षण नियावली संशोधन पारित भइसकेको छ। तर त्यो चाहिँ राजपत्रमा प्रकाशन हुने क्रममा छ। राजपत्रमा प्रकाशन भएपछि मात्रै नियावली लागू हुने भएकोले गर्दा र नियावली लागू भएपछि मात्रै हामीले नयाँ कार्यक्रम तर्जुमा गर्न सकिने बाटो खुल्ने भएकोले अहिले चाहिँ वार्षिक उत्सव अगाडि नै नयाँ कार्यक्रमहरू चाहिँ हामीले तर्जुमा गर्न सकेनौँ। तर वे फरवर्ड हामी नयाँ कार्यक्रमहरू चाहिँ तर्जुमा गर्ने तयारीमा छौँ।